Okay, stop. Don't scroll. It's already end of 2025. तपाईं अझै पनि आफ्नो मोबाइलमा स्क्रोल गरेर आफ्नो टाइम वेस्ट गरिराख्नु भएको छ भने that's not good. तपाईले आफ्नो लाइफमा केही गर्ने सोचमा हुनुहुन्छ र स्टार्ट गर्न सक्नु भएको छैन भने this video is for you. तपाईले आजैबाट एउटा स्मल स्टेप चाहिँ अगाडि बढाउनु पर्यो. Whatever you want to do in your life, just start today. तपाई कन्टेन्ट क्रिएटर हुनु मन छ भने कन्टेन्ट क्रिएटरको लागि आजबाट रिसर्च गर्नुस्. तपाई कुनै बिजनेस स्टार्ट गर्न मन लाग्छ भने बिजनेस स्टार्टको लागि आइडियाजहरुको लागि चाहिँ रिसर्च गर्नुस्. तपाई कुनै ब्लगिङ गर्ने या मुकबाङ गर्ने केही तपाईलाई आफ्नो करियर पाथवे यसमा चाहिँ म ढल्कन पाए हुन्थ्यो यो चाहिँ गर्न मन छ तपाईको लाइफमा भने जस्ट स्टार्ट टुडे. 2026 को इन हुँदाखेरि तपाईले लाइफमा एटलिस्ट केही न केही चाहिँ अचिभ गर्नुहुन्छ. तपाईले कुनै पनि एउटा पहाड या हिमाल चढ्नु छ भने तपाईले गिभ अप गरेर हुँदैन. तपाईले एटलिस्ट कोशिश त गर्न पर्यो नि. कोशिश गरेर तपाई हाफवेमा पुगेर ल त्यहाँबाट माथि चढ्न सक्नु भएन भने that's not your fault. तर कोशिशै नगर्नु चाहिँ तपाईको गल्ती हो. So that you have to start now. आजैबाट स्टार्ट गर्नु र अहिलेबाट स्टार्ट गर्नु. 30 डिसेम्बर 2025 फेरि तपाईको लाइफमा कहिले पनि फर्केर आउँदैन. यति कुरा तपाईले याद गरिराख्नु तपाईको माइन्डमा र तपाईको माइन्डसेट चाहिँ जहिले पनि स्ट्रङ राख्नु. आफूलाई जहिले पनि ट्रस्ट गर्नु. रिजल्ट भने आइदर गुड अर ब्याड जेसुकै आओस् it doesn't matter. At least you have tried. You have tried enough to reach there भनेर चाहिँ त्यो कोशिश देखिन पर्यो. त्यो कोशिश यदि तपाईसँग छ तपाईसँग हंगरनेस छ म केही न केही गर्छु लाइफमा भन्ने तपाईलाई छ भने चाहिँ आजैबाट स्टार्ट गर्नु होला. यति भन्दै गर्दाखेरि चाहिँ तपाईलाई आउँदै गरेको न्यू इयर 2026 को लागि चाहिँ अग्रिम शुभकामना र तपाईको सबै चीज राम्रो होस्. यही देख्न पाऊँ यही सुन्न पाऊँ. थ्यांक यू.